भन्ने गर्छन् नि मान्छेहरू कि घुम्न जाने हो भनेपछि पहाडमा जाऊ, त्यहाँको नेचरसँग मिल, प्रकृतिसँग भेट गर। पहाडमा भने प्रकृति र त्यहाँको भ्यू सुन्दरता त्यहीले भरेको हुन्छ कि पहाड। धेरै मान्छेहरूको दिमागमा घुम्न जाउँ भन्ने बित्तिकै आउने भन्नेको पहिलो कुरो पहाड 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 पहाड, हिमाल पहाड होइन। कता कतै मेरो मनमा पनि आउँछ कि घुम्न जाऊँ भन्ने कुरा सुन्ने बित्तिकै पहाडतिर जाऊँ न। मलाई त लाग्छ म पहाडतिरै बसिरहेको, एउटा डाँडामा गएर हेरिरहेको। यस्तो रमाइलो राम्रो भ्यू कहाँ पाइन्छ र? जुन आफूलाई महसुस हुन्छ त्यो महसुस कहिले कुनै पार्कमा या कुनै ठाउँमा गएर हुँदैन, सिर्फ पहाडमा गएर हुन्छ। आजको हाम्रो यात्रा घरदेखि सुर्खेतसम्मको यात्रा हो, जसमा म मेरो पार्टनर दुईजना हामी निस्किसकेको छौँ। र आज म तपाईँहरूलाई हाम्रो घरदेखि सुर्खेतसम्मको यात्रामा कुन कस्तो पहाड ठाउँ के छन् सबै कुराको एक्सप्लोर गर्दै तपाईँहरूलाई बताउँदै यो भिडियोलाई अगाडि बढाउनेछु। आजको हाम्रो यात्रा लगभग काँक्री बिहार, बुलबुले, ड्युटी बजै र अरू यस्ता विभिन्न ठाउँ हुँदै कम्प्लिट गर्नेछौँ। र आज हाम्रो यात्रा सुरु गर्नेवाला छौँ। त्यसैले यो भिडियो राम्रो लागेपछि लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गरिदिनु होला। लास्टसम्म बनेर यो भिडियो हेरिदिनु होला। हेलो दोस्तों, वेलकम ब्याक टु माई न्यू डे न्यू भिडियोस। तपाईँहरूलाई स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आजको एपिसोड हुनेवाला छ हाम्रो घरदेखि होइन, मेरो घरदेखि सुर्खेतसम्मको यात्रा साथीहरू। अहिले होइन हाम्रो गाडी पुरै फुल्ली रेडी छ। यसले अलिकति पुछपाछ पारौँ र त्यो जर्किनमा तेल बचेछ क्या, पानी चाहनाले ल्याएको तेल बचेछ, त्यो ट्याङ्कीमा हालौँ, फुल ट्याङ्की गरौँ अनि हिँडौँ है त साथीहरू। ल तपाईँहरूलाई अब हाम्रो यो सुर्खेतको जर्नी के कस्तो लाग्छ म तपाईँहरूलाई देखाउँछु। मेरो पार्टनर आउँदैछन्, विश्व थारू होइन। हामी दुईजना जान लाग्छौँ। प्लान त धेरैजनाको थियो तर अहिले दुईजना जाँदैछौँ। त एकदमै माया अनि साथ दिनु होला यो एपिसोडमा। म तपाईँहरूलाई एकदम खतरनाक ठाउँ देखाउनेवाला छु। सो अहिले चाहिँ तेल हालौँ है त साथीहरू। सो हेलो दोस्तों, अब चाहिँ हामी रेडी भइसकेको छौँ। हाम्रो पार्टनर आइसके, फुल्ली ब्रान्ड न्यू सुज, ट्र्याक, चस्मा अझै। ल अब सक्छ त कसैले यो। अब हामी सुर्खेततिर अब घुम्न हिँड्न लगाएको साथीहरू, होला हेर्दै गर्नु ल। ल साथीहरू, म चाहिँ रेडी भइसक्यो, चस्मा लाउने हो, जाने हो है त। अब सिधै अर्को क्लिपमा भेटौँला। सो हेलो दोस्तों, यो चाहिँ हाम्रो फर्स्ट ब्रेक है साथीहरू। अहिलेसम्मको हाम्रो के भन्छन् घरदेखि निस्किनेदेखि यहाँसम्मको हाम्रो फर्स्ट ब्रेक हो। पार्टनर यहाँ छन् होइन। चस्मा पुस्ने मेरो गोजीमा होला यार, मेरो पनि चस्मा पुस्नु थियो। ल सो हेर्नुहोस् यहाँबाट भ्यू के मस्त, यही हो कि पहाड घुम्नुको मजा भनेको यही हो। अब हामी चाहिँ यहाँदेखि हर्रे पुग्न अब जस्ट 1 किलोमिटर मात्रै बाँकी छ है साथीहरू। त्यहाँदेखि तल यो खोला देखिराख्नु भएको छ कि भएको छैन, मस्तको भ्यू छ। सो अब चाहिँ हामी यहाँदेखि अब सबै रेस्ट गरिसक्यौँ। अब यहाँदेखि हर्रेदेखि बबैदेखि सुर्खेतसम्मको यात्रा जारी राखौँ है त साथीहरू। सो अब भेटौँ नेक्स्ट क्लिपमा। सो साथीहरू होइन हेर्नुहोस् यो पुरै कुहिरोले गर्दा हामीहरूको हालत फेरि यो चस्मा पुस्दै हिँडिराख्नु पर्ने भएछ। आँखै देखिन्न एकछिनमा त्यहाँ धुलो तासिहाल्छ।
यो चस्मामा पनि पानी पानी भइरहेको छ साथी र अब चस्मा नलाएर अब चलाउनु पर्यो है त सो हेर्न सक्नुहुन्छ उता पुरै घाम थियो यो छिन्चु के भन्छ हर्रे नाङ्गिसकेपछि पुरै यस्तो कुहिरो आएको क्या सो लेट्स सी अब नेक्स्ट क्लिपमा हेरौँ होइन कहाँसम्म पुगिन्छ नेक्स्ट रेस्ट हाम्रो कहाँ हुन्छ बाइक पर साइड लगा के अपना कि चल जा अब त हो हेर्नै कुछ न फोटो ना खिच्दै भयो भिडियो ना पनि भयो फाइनली साथीहरू सुर्खेत वीरेन्द्रनगर पुग्यो सर्दी यो मोबाइल वीरेन्द्रनगर लगातारको म्याक्सिमम कति किलोमिटर चलाएको त मैले थाहा भएन 40 त होला होइन त्यति नै चलायौँ साथीहरू पुरै यस्तो हाट्यो काटेर कुनै ठाउँमा घाम कुनै ठाउँमा शीतल सबै भइरहेको थियो क्या कुहिरो पनि लागेको थियो साथीहरू अब फाइनली सुर्खेत पुग्यो अब चाहिँ होटलमा खानासाना खाऊँ त्यसपछि कहाँ घुम्ने हो लागौँ है त सो ल अब होटलतिर लागौँ सो अहिले चाहिँ हामी बिरयानी ब्रेक नास्ता खानाले ब्रेकमा आएको साथीहरू होटलमा मोबाइल सोबाइल चार्ज लाउनु पऱ्यो नास्ता सास्ता खानु पऱ्यो यहाँ पार्टनर बसेछ मजा चाहिँ छ बाउ सो साथीहरू अहिले चाहिँ बिरयानी हुँदैछ हामीहरूको पार्टनर म साथीहरू आज फेरि जिन्दगीमा तेस्रो चोटि के जिन्दगीमा कसम छ्या गुगल म्यापको भरोसा कहिल्यै पनि जिन्दगीमा नआउनु होला क्या म आज फेरि सुर्खेत घुम्न आएको होइन तपाईँहरूले जुन सुरुदेखि थाहा नै छ हामीहरू सुर्खेत घुम्न जानु लगाएको भनेर सुर्खेत आएको हामीले यहाँ गुगल म्यापमा डेपचुली भनेर जुन भ्यू पोइन्ट छ नि त्यसको लोकेसन हालेको गुगल म्यापले यस्तो अफरोडिङमा ल्यायो नि लास्टमा आएर यो के भन्छन् यो कुन घर हो के हो यहाँनिर आएर खतम न यता बाटो यता पनि बाटो छैन उता पनि बाटो छैन यो ल यही हो भ्यू पोइन्ट भनेको यहाँ पानी खोल्ने ठाउँ सब फिनिस जुन टिकटकमा भाइरल छ नि त डेपचुली भ्यू पोइन्ट भनेर अब यस्तो छ यो हो भ्यू पोइन्ट साथीहरू यो हो हेर्नुहोस् बाटो फेरि पुरै यस्तो यो ढुङ्गावाला बाटो छ यस्तो रिस उठाउँछ नि त यस्तो रिस उठाउँछ यो गुगल म्यापले जिन्दगीमा यो गुगल म्यापको भरोसा नआउनु जस्तो कुरा हो क्या अब भएको भए त्यहाँ ऊ काँक्री बिहार बुलबुलेको लोकेसन लगाऊ के उताबाट आउँला अब तिम्रो छ भनेर हुन्छ त नि सो अब गुगल म्यापले ढाँट्यो साथीहरू के गर्ने अब फेरि अर्को बाटो खोज्नु पर्यो है त हाइवेमा निस्किन लागि फाइनली साथीहरू गुगल म्यापले एकदमै ढाँटेर यताउता होइन काँक्री बिहार आउने बेलामा पनि गुगल म्यापले ढाँट्यो के बिच मङ्गलगढीको उता बाटो बन्दैछ त्यही भएर अर्को बाटो जाम भनेको यस्तो जङ्गलमा डुरायो कता कहाँ लग्यो घुम्दा घुम्दै अनि बल्ल पुग्यो होइन सो लेट्स सी हेरौँ आफ्टर लङ टाइम पछि फेरि काँक्री बिहारको दर्शन मस्त अलिकति लुक्समा पनि हेर्नुहोस् त आए पाटन मेकट सन्तानेश्वर सारे ढेङ लागल यार हिँड न अहिले पहिला घुमिहालौँ त्यसपछि खिचाउनु ट्रक यो हो हाम्रो काँक्री बिहारको भ्यू
गुगल म्यापले यस्तो ढाँट्यो नि हामीले यस्तो हो कि नहीं पार्टनर कहाँ कहाँ घूम के शहर के लिए परेशान टक्का के भएको टक्का दिस इज भ्यू एकचोटि क्लिप ठाउँ क्लियर डन जस्तो सो यही हो होइन काँक्री बिहार भन्ने ठाउँ यो हाम्रो पार्टनर पुरै हिरो जस्तो रेडी भएर मस्त हिँडिरहेछन् होइन हामी पनि अब रेडी भइसक्यौँ मस्त आएर अब 2-4 फोटो लिनु पऱ्यो अनि फेरि फ्याट अर्को ठाउँ भाग्नु पऱ्यो किनभने हाम्रो भ्युचुली भन्ने ठाउँले धेरै टाइम लस्ट गर्यो त्यहाँ पुग्न त सकेनौँ होइन लोकेसनले यस्तो ढोका दियो अनि काँक्री बिहार आउने बेलामा पनि लोकेसनले यस्तो ढोका दिइरहेको थियो साथीहरू त्यही पनि एकदम कष्ट भए पनि पेट्रोलमा मात्रै उऱ्यायौँ त्यही पनि पुगिसक्यौँ अब 2-4वटा फोटोसोटो खानौँ त्यसपछि लागौँ है त हाम्रो यही हो काँक्री बिहार भन्ने ठाउँ साथीहरू मस्त आमा ब्लू स्काई अब भेरी पानी त बद्रिया आयो त हेर न पार्टनर भेरी पानी आज सो अब चाहिँ हामी फोटो सेसनतिर लागौँ है त साथीहरू तपाईँहरूले सर्प देख्नु भएको छ यो व्हाइट लाइनको जुन छ नि यो सर्प हो है काँक्री बिहारमा पनि यो ढुङ्गाको बिचमा सर्प रहेछ है अब उरो दुनु ढुङ्गाको बिचमा ऊ सब हो निकलला यार से मुंटा बिल गया था ये हाँ बे मोय मोबाइल कहाँ गुते जूम करे ले आटो कौन वाला ये हाँ सर पर ऐसा है सो साथीहरू फाइनली अब चाहिँ हामीहरू घुमिसक्यौँ होइन काँक्री बिहारको भ्यू तपाईँहरूलाई कस्तो लाग्यो लाइक एकदम सिनेमेटिक टाइपमा म तपाईँहरूलाई म्युजिकको साथमा राखिदिएको छु कस्तो लाग्यो त साथीहरू अहिले चाहिँ हामी पार्टनरमा अब घुमिसक्यौँ फोटो टिकटक सिकटक त्यस्तो त बनाइसकेँ अब जानु पऱ्यो अब बुलबुलेको लागि निस्किनु लागि त्यसपछि अरू कुनै ठाउँ छ भने चाहिँ तपाईँहरूलाई देखाउँछु है त नेक्स्ट क्लिपमा सो हामीसँग जोडिएर बसिराख्नु होला है त भिडियो राम्रो लागेपछि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हाम्रो पार्टनरको फेस हेरेर इन्जोय गर्नु होला पार्टनर के छ अब ठिक छ अब अहिले चाहिँ हामी गाइस बुलबुलेर पुग्यौँ अब घुमौँ कस्तो छ मेरो त फर्स्ट टाइम हो हेर्दै जाउँ पार्टनरको फर्स्ट टाइम रहेछ बुलबुले गरेर हाम्रो चाहिँ सेकेन्ड थर्ड आई थिङ्क सेकेन्ड होला सायद मेरो मेबी सो यता चाहिँ धेरै एकदम क्यामेरा फोटो खिच्नेवाला मान्छेहरूको भिडभाड होइन टक्रक्क यो सबै छ अनि अहिले समथिङ पहिला भन्दा केही डिफ्रेन्ट चेन्जहरू देखिरहेको छु म पार्टनर यसमा यहाँ पर जोन बानी यो लैमा यहाँ ऊँचा करे ठेकाएको थिएँ पिंड डान वाला मेरे के का शुद्ध हुई ना वाला चक्ख्याइ आइथे यहाँ वैसे बर्बर धन्यनी मनाइ होला अनि यहाँ वो बानी पिपलको बुटा हो त्यसमा बसेर हामी चाहिँ नास्ता सास्ता खाथ्यौँ अर्को नेक्स्ट टाइम आएको बेलामा सो यही हो अहिले चाहिँ एकदमै नास्ता भन्नाले पनि त्यही चाउमिन साउमिन ल्याएको अनि मुमफली सम्फली अब त्यो बाहिरै लिएर आउनुपर्छ त राजा यहाँ आएर त हुन्न नि त सो अहिले चाहिँ एकदमै चेन्ज भइसकेको छ क्या टक्क पहिला त्यो जुन छ नि यसको यहाँ साइडमा लाउँ कहाँ सो यही हो साथीहरू हेर्नुहोस् है
के भन्छन् यो बुलबुले कुण्ड होइन उता यो पनि हो यसमा नुहाउँछन् उरो बुलबुल उइटे सो ल ठिकै छ नेक्स्ट क्लिपमा भेटौँ है त साथीहरू अहिले चाहिँ यो हाम्रो जुन भ्यू छ यो हो देउकी बजै हाम्रो देउटी बजै मन्दिर जुन हामी आइसकेको छौँ दुईजना है आफ्नो पार्टनरसँगै टक्क यो मन्दिरको भ्यू पनि कस्तो राम्रो होइन जस्ट फर्स्ट टाइम हो यो मन्दिरमा म आएको भनेको होइन नेक्स्ट टाइम म जुन आएको थिएँ त्यो बेला चाहिँ यहाँ पस्न सकिनँ होइन किनभने बाहिर नै घुमेर गइएको थियो तर अहिले चाहिँ यहाँसम्म आइयो होइन अब आइसकेपछि म तपाईँहरूलाई हाम्रो यो मन्दिरको पुरै भ्यू देखाउने वाला छु हाम्रो पार्टनरको पनि यो फर्स्ट टाइम नै हो यो मन्दिरमा आएको होइन र मेरो पनि यो मन्दिर चाहिँ अहिले लगभग फर्स्ट टाइम नै भएको छ साथीहरू सो हेर्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ हाम्रो मेन मन्दिर है टक्क धेरै नाम सुनेको थिएँ मैले यो मन्दिरको साथीहरू अघि नै चाहिँ देखाउन सकिनँ राम्ररी भेरीको पुल अहिले चाहिँ हेर्नुहोस् हामी घर जाने क्रममा भेरीको पुलमा उभिएछौँ हाम्रो पार्टनर म अनि टक्क यो भेरीको नदी होइन भेरी पुल हो खिचाउने हो फोटोसोटो अनि यो हेर्नुहोस् है कर्णालीको पानी अर्कै हुन्छ यसको पानी अर्कै छ त कलर त खतरा पार्टनर ऊ त्यो पानी कहाँ गइरहेको छ र ऊ त्यो हो यहाँबाट पूरा वहाँ से पानी कहाँ जाए त कहाँ निक्रा ठुयो मग पानी यहाँदेखि गएको पानी कहाँ निस्किन्छ साथीहरू कसैले थाहा छ खै अचम्मको सो साथीहरू के छ सन्चै हुनुहुन्छ अब चाहिँ हामी यो भेरीको पुलबाट टाटा बाई बाई भन्दै पानीको साथमा यहाँबाट लाग्ने छौँ हाम्रो घरको बाटो साथीहरू किनभने अहिले 3:30 हुँदैछ राति भएपछि हामीलाई
मिल्दैन चेकपोस्टमा। अब हाम्रो पार्टनर बाइक यता पारी ल्याइसकेको छन्, त्यसपछि अब हामी जाने हो है त। सो बाई बाई भेरी, बाई बाई सुर्खेत, सबैलाई बाई बाई भन्दै अब हामी चाहिँ आफ्नो घरको बाटो लागौँ है त सोल्टीहरू। कैसा लगा पार्टनर? एकदम मजा। ल ठिक छ साथीहरू, अब चाहिँ घरको बाटो लागौँ है त। सो हेलो दोस्तों, गुड मर्निङ साथीहरू, गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। के छ सन्चै हुनुहुन्छ तपाईँहरू? खानासाना खानुभयो सबैजना? सबैजनाहरूलाई मेरो यो भिडियोमा फेरि पनि स्वागत छ साथीहरू। हिजो चाहिँ हामीहरू आउँदा आउँदा लगभग राति 7-8 बजिसकेको थियो होइन। 8 बजिसकेपछि खानासाना खायो, चिसो भइरहेको थियो अनि सुतिहाल्यौँ है साथीहरू। त्यही भएर मैले हिजो चाहिँ भिडियो बनाउन सकिनँ कि म घर पुगिसकेँ भनेर। सो अहिले चाहिँ म आज बिहान यो भिडियोलाई कम्प्लिट गर्दैछु साथीहरू। अनि हामीहरू साँझ टक्क घर पुगिसकेको थियौँ राति 8 बजेतिर। खानासाना खायौँ होइन, अनि हल्का फुल्का यताउताको फोटो भिडियो नर्मलवाला जुन थियो त्यो एडिटिङ गरेँ मैले। अनि आज यो ब्लग्सलाई कम्प्लिट गर्दैछु होइन साथीहरू। सो यो भिडियोमा तपाईँहरूलाई कुन ठाउँ एकदमै राम्रो लाग्यो होइन, कुन पार्ट एकदमै राम्रो लाग्यो त्यो पार्टलाई कमेन्ट गरिदिनु होला होइन। अनि एकदमै माया र साथ सपोर्ट देखाउनु होला। यो भिडियो तपाईँहरूलाई राम्रो लागेपछि लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गरिदिनु होला। आगामी दिनहरूमा पनि यस्तै राम्रो राम्रो एकदमै राम्रोवाला भिडियो लिएर आउने छु है साथीहरू। यति भन्दै आजको ब्लग्सलाई यहीँ खतम गर्न चाहन्छु, किनभने मलाई एडिटिङ गर्नुपर्ने छ अनि थम्बनेल अनि पोस्ट गर्नुपर्ने छ। सो आज चाहिँ अलि धेरै काम हुनको कारणले म आज यो भिडियोलाई नै यहीँ खतम गर्छु है त साथीहरू। जय सीताराम, राम राम, राधे राधे।